काम गर्न दिनु पर्यो सरकारले बस्ने वातावरण काम गर्ने मान्छेको खुट्टा तान्नु भएन यो तपाईले आज कम बोल्ने सोचेर आउनु भएको हो कि के हो एकदम महत्त्वपूर्ण के छ भन्दाखेरि जहिले पनि यस्तो विषयमा राजनीतिक कर्मीहरूले सबै क्रेडिट लिन खोज्छन् यो नितान्त नागरिकले गरेकोमा एकबद्धता जनाउन आएको सरकारले काम गर्न दिनु पर्यो दुई दलीय जुन यो संयन्त्र छ संविधानले नचिन्नेहरू सबैले चिन्ने उनीहरूले काम गर्न वातावरण बनाउनु पर्यो र हामी आएको राजनीतिमा पनि नेपालमा बसेर केही गरौँ भन्ने वातावरण सृजना गर्नलाई हो र तर काम गर्ने मान्छेहरूको जुन खुट्टा तान्ने प्रवृत्ति जुन अडचन बाडा अडचन लाउने प्रवृत्ति छ त्यसको विरुद्ध छ सिंहले यो देशमा उज्यालो दिएको होइन यो देशमा हिँडेको बाँकी बनेको होइन 18 घण्टासम्म भोट सिकेर बसेको नागरिकले उज्यालोमा बस्न